नमस्कार, एभिन्यूज टेलिभिजनको दैनिक अनि पृथक प्रस्तुति कार्यक्रम एभिन्यूज एट देशमा आजमा साना खबर या ठूला खबर जसले समाजलाई सकारात्मक दिशातर्फ डोहोर्याउँछ या त्यस्ता खबर जसले सम्बन्धित पक्षलाई सचेत बन्न खबरदारी गर्छ। खबर हरपल अनि निरन्तर देशभर भएका खबरहरूको सामूहिक प्रस्तुति कार्यक्रम एभिन्यूज एट देशमा आजलाई आउनुहोस्, सुरु गरौँ। मुगलिङ खानेपानी उपभोक्ता समितिले उपभोक्ताहरूलाई हालै निर्माण गरेको ट्रिटमेन्ट प्लान्ट बारे जानकारी दिएको छ। समितिले खानेपानी महसुल दर वृद्धि सम्बन्धी विषयहरूमा छलफल गर्न विशेष साधारण सभा पनि गरेको छ। साधारण सभामा विभिन्न राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि, बुद्धिजीवी तथा पत्रकारहरूको सहभागिता रहेको थियो। मुगलिङ खानेपानी उपभोक्ता समितिका अध्यक्ष तेजबहादुर शेरचन्दको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपभोक्ताहरूलाई शुद्ध पानी वितरणका लागि करिब 1 करोडको लगानीमा बनाइएको सेडिमेन्ट्रेसन ट्रिटमेन्ट प्लान्टको बारेमा जानकारी दिनुका साथै भावी कार्ययोजना बारे जानकारी गराइएको थियो। कार्यक्रममा दारेचोक गाविसका अध्यक्ष नीलकण्ठ लामिछानेले शुद्ध पानी पिउन पाउनु सबैको अधिकार भएको र पानी आवश्यकता अनुसार मात्र खपत गर्न उपभोक्ताहरूलाई आग्रह गरेका छन्। संस्थाले एक घर धुरी बराबर 25 रुपैयाँ र 1000 भन्दा बढी युनिट पानी खपत गर्नेलाई प्रति युनिट 2 रुपैयाँ मात्र लिएकोले अत्यन्तै न्यून भएको कारण उपभोक्ताहरूले पानीको दुरुपयोग बढी गरेकाले पानीको महसुल दर वृद्धि गर्नुपर्ने बाध्यता भएको मुगलिङ खानेपानी उपभोक्ता समितिका सहसचिव कुमार श्रेष्ठले जानकारी दिए।